यहाँहरूमध्ये सबैजसो साथीहरू, अझ भनौँ धेरैजसो साथीहरू जो भर्खरै मात्र डिमेट एकाउन्ट खोलेर मार्केटमा प्रवेश गर्नुभयो, आइपिओ भर्ने भनेर प्रवेश गर्नुभयो, ती सबै साथीहरू प्रायःजसोले पक्कै पनि म्युचुअल फन्ड आइपिओ त भर्नुभयो होला र म्युचुअल फन्डमा सेयर हाट पार्न पनि सफल हुनुभयो होला। तर त्यसलाई कसरी बेच्ने भन्ने समस्या चाहिँ सबैको रह्यो होला, किनभने अन्य नर्मल कम्पनीको सेयर बेचे जसरी नै हामीले म्युचुअल फन्ड बेच्न सक्दैनौँ, म्युचुअल फन्डमा चाहिँ केही फरक तरिकाले बेच्नुपर्ने हुन्छ। यसर्थ धेरैजसो साथीहरूले म्युचुअल फन्ड आइपिओ कसरी बेच्ने हो, कसरी हामीले म्युचुअल फन्ड दोस्रो बजारदेखि किन्न सक्छौँ, यसको बारेमा भिडियो बनाउनु पर्यो भनेर भन्नुभएको थियो। यसर्थ लामो समयको प्रयास पश्चात समय मिलाएर हामीले आजको यो भिडियोमा म्युचुअल फन्ड कसरी बेच्ने, कसरी किन्न सकिन्छ यसको बारेमा जानकारी दिनेछौँ। त्यसकारण तपाईँहरू पनि म्युचुअल फन्ड आइपिओ बेच्ने बारेमा जानकारी पाउन चाहनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। अब विषयवस्तुतर्फ नै लागौँ। हामीले दोस्रो बजारमा सेयर कारोबार गर्नको लागि, यानि कि कुनै पनि कम्पनीको सेयर आइपिओ, म्युचुअल फन्ड आइपिओ, डिबेन्चर आइपिओ जे पनि किनबेच गर्नको लागि हामीसँग एउटा ब्रोकर एकाउन्ट हुनुपर्छ भने तपाईँहरू सबैजनालाई थाहा छ होला र ब्रोकर एकाउन्ट पनि खोल्नु भएको छ होला। र ब्रोकर एकाउन्ट खोलिसक्नु भएको छ भने अब तपाईँहरूले आफ्नो टिएमएस एकाउन्टलाई चाहिँ लगइन गर्नुहोला, यानि ब्रोकर मार्फत पाएको जुन एउटा लगइन आइडी पासवर्ड हुन्छ त्यसमा चाहिँ तपाईँहरूले आफ्नो ब्रोकर लगइन गर्नुहोला। ट्रेड म्यानेजमेन्ट सिस्टम भन्छ, टिएमएस एकाउन्ट चाहिँ लगइन गर्नुहोला। यसरी लगइन गर्नुभयो भने यस्तो खालको इन्टरफेस देखाउँछ। यो ड्यासबोर्डमा चाहिँ यहाँनिर डिपी वाच लिस्ट भन्ने छ, यसमा तपाईँहरूसँग कुन कुन कम्पनीको सेयर छ भने देखाउनेछ। मसँग अहिले 3वटा कम्पनीको सेयर रहेको छ र यसमा सबैभन्दा पहिलो NIBSF2 भन्ने रहेको छ। यो भने म्युचुअल फन्ड आइपिओ रहेको छ। यो मैले आइपिओ मार्फत नै हात पार्न सफल भएको थियो। यो म्युचुअल फन्ड आइपिओलाई चाहिँ म तपाईँहरूको सामु बेचेर देखाउनेछु कसरी बेच्न सकिन्छ भन्ने बारेमा। र तपाईँहरूले पनि बेच्दै हुनुहुन्छ भने मैले जसरी नै मसँगै बेच्न लाग्नुहोला। तपाईँहरूले भिडियो सेभ गरेर अफलाइन मार्फत हेर्दा पनि हुन्छ, त्यसरी हेरेर चाहिँ मजाले राम्रोसँग हेरेर बुझेर मात्र बेच्नुहोला। अब किनबेच गर्नको लागि अर्डर म्यानेजमेन्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुभयो भने बाई एन्ड सेल भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोला। बाई एन्ड सेल भन्ने अप्सनमा क्लिक गर्नुभयो भने अब यहाँनिर यस्तो खालको इन्टरफेस आएको छ। यसमा चाहिँ तपाईँहरूले यो सेयरलाई किनबेच गर्न सक्नुहुनेछ। यसरी यहाँनिर एउटा बिचमा यो सेल र बाई भन्ने अप्सनको बिचमा एउटा सर्कल जस्तो रहेको छ, थोप्लो जस्तो रहेको छ। अब यसले चाहिँ तपाईँहरूलाई सेल गर्ने हो भने सेलतिर क्लिक गर्नुहोला। सेलको छेउमा क्लिक गर्नुभयो भने यस्तो खालको रेड कलरमा आउनेछ र तपाईँहरूले बाई गर्नु छ भने बाईमा क्लिक गर्नुहोला। बाईमा क्लिक गर्नुभयो भने ब्लू कलरमा आउनेछ। अब हामीले चाहिँ आजको यो भिडियोमा बेच्नको लागि सिकाउँदैछौँ, त्यसकारण सेलमा क्लिक गर्नेछु। सेलमा क्लिक गरिसके पछाडि यहाँनिर एउटा सानो फरक काम, अन्य सेयर बेच्नुभन्दा फरक काम चाहिँ के गर्नुपर्छ भन्दा यहाँनिर इक्यु भन्ने अप्सन छ, यसको छेउमा चाहिँ तपाईँहरूको डाउन एरो छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गर्नुभयो भने एमएफ भन्ने अप्सन सिलेक्ट गर्नुहोला। एमएफ भनेको म्युचुअल फन्ड हुन्छ। एमएफ सिलेक्ट गर्नुभयो भने मात्र तपाईँहरूले बल्ल म्युचुअल फन्ड पाउनुहुनेछ। त्यस पछाडि तपाईँहरूले अब आफूसँग कुन सेयर छ त्यो चाहिँ यहाँनिर सिम्बलमा क्लिक गर्नुहोला। मसँग जुन छ त्यो चाहिँ म सर्च गरिहाल्छु। मसँग NIBL समृद्धि फन्ड 2 नामकको म्युचुअल फन्ड आइपिओ रहेको छ, मैले यो चाहिँ सिलेक्ट गरिहालेँ। अब यो सिलेक्ट गरिसके पछाडि चाहिँ यहाँनिर क्वान्टिटी भन्ने अप्सन छ, यसमा चाहिँ हामीले कम्तीमा 100 युनिटको लागि, यानि 100 किता भनेर बुझ्दा हुन्छ तपाईँहरूले। यसको लागि चाहिँ यहाँनिर हामीले सेल गर्न लागेका छौँ। 100 युनिट छ मसँग, मैले यति नै बेच्न लागेको छु। अब यहाँनिर अर्को अप्सन छ प्राइस भन्ने छ। हामीले प्राइस कति राख्ने भन्ने कुरा चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ भर्खरको कारोबार प्राइस हेर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले टप 5 बाई भन्ने छ र टप 5 सेल भनेको छ। बाईमा चाहिँ अहिले 2 जनाले अर्डर राखेको छ, त्यसमा चाहिँ 2000 किता बेच्नमा राखेको छ र एक किताको मूल्य चाहिँ, यानि एक युनिटको मूल्य 8 रुपियाँ 33 पैसा राखेको छ। अब हामीले 8 रुपियाँ 33 पैसा भन्दा कम प्राइस राख्यो भने हामीले प्राइसमा राख्ने बित्तिकै सेल हुनेछ, अर्डरमा राख्ने बित्तिकै। त्योभन्दा बढी राख्यो भने चाहिँ केही समय कुर्नु पर्ने हुन्छ, बिक्री हुन पनि सक्छ, नहुन पनि सक्छ। तर हामीले चाहिँ अहिलेको अहिले बेचेर देखाउँदैछौँ, त्यसकारण हामीले चाहिँ 8 रुपियाँ 33 पैसाको आसपासमै हामीले प्राइस राख्नेछौँ। र यहाँनिर टप 5 सेल भन्ने हुनेछ। टप 5 सेलमा चाहिँ यहाँनिर 8.5 रुपियाँ प्रति युनिटको दरले चाहिँ बेच्न करिब 5,01,000 युनिट राखेको छ। यसमा चाहिँ 2 जनाले नै बेच्न राखेका छन्। तर हामीले चाहिँ योभन्दा सस्तो प्राइसमा बेच्दैछौँ, किनभने हामीले अहिलेको अहिले नै बेच्नु छ। तपाईहरुले आजको कारोबार पनि हेर्न सक्नुहुन्छ। लास्ट ट्रान्ज्याक्सन प्राइस एलटिभी 8 रुपैयाँ 50 पैसा रहेको छ, जुन आजको ओपनिङ प्राइस नै रहेको छ। भने आजको लो प्राइसमा 8 रुपैयाँ 33 पैसा, हाई प्राइस 8 रुपैयाँ 67 पैसासम्म पुगेको छ। यसरी यो हाई र लोको बिचबाटै तपाईहरुले बेच्न सक्नुहुनेछ र टप 5 बाई र सेललाई हेरेर चाहिँ कति प्राइस राख्ने भन्ने बारेमा चाहिँ तपाईहरुले डिसाइड गर्न सक्नुहुनेछ। यसैगरी यहाँनिर 52 हप्ताको मार्केट प्राइस हेर्न सक्नुहुनेछ। 9 रुपैयाँ 60 पैसासम्म हाई प्राइस गएको छ र यहाँनिर देख्न सक्नुहुन्छ 7 रुपैयाँ 07 पैसासम्म चाहिँ 52 हप्ताको लो प्राइस गएको छ। अब मैले चाहिँ 8 रुपैयाँ 33 पैसा नै यहाँनिर प्राइस राख्नेछु।
तपाईहरुले पनि यसरी आफ्नो प्राइस सिलेक्ट गर्नु होला र प्राइस सिलेक्ट गरिसक्नु भयो भने चाहिँ अब यहाँनिर यो भ्यालिडिटी भनेको छ यसमा जे छ त्यही राख्दिनु होला अरु चाहिँ नचलाउनु होला। अब सिम्पल तपाईहरुले यहाँनिर सेल भन्ने अप्सन छ यसमा क्लिक गर्नु होला। यसरी सेल भन्ने अप्सनमा क्लिक गर्नु भयो भने चाहिँ यहाँ तल रेकर्ड भन्ने अप्सनमा चाहिँ आउँछ तर यो चाहिँ मैले जति प्राइस छ यहाँनिर बाईमा जति बसेका छन् त्यति नै शेयर चाहिँ मैले त्यति नै प्राइसको लागि चाहिँ मैले यहाँ बेचेको हुँदा चाहिँ मैले राख्ने बित्तिकै बिक्री भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ भर्खरै मात्र करिब 2000 किता किन्नको लागि बसेको मान्छेमा चाहिँ अहिले 1900 भयो किनभने 100 चाहिँ मैले भर्खरै मैले बेचेको चाहिँ उले किनिहाल्यो है। यसरी चाहिँ आफूले त्यही प्राइसमा राख्यो भने ठाउँको ठाउँ चाहिँ बिक्री भइ नै हाल्छ। मैले चाहिँ 8 रुपैयाँ 33 पैसामा चाहिँ 100 युनिट म्युचुअल फन्ड आइपिओ यसरी बेचिसके। अब बेचिसके पछाडि पनि अरु कामहरु गर्नुपर्ने हुन्छ जुन तपाईहरुलाई अन्य कम्पनीको शेयर बेचिरहनु भएको छ भने थाहा छ होला। यदि बेच्नु भएको छैन भने पनि तपाईहरुले ख्याल गर्नु होला। यसरी यहाँदेखि हाम्रो अर्डर कम्प्लिट भइसकेको छ। अब यहाँनिर अर्डर म्यानेजमेन्ट अप्सन भन्नेमा गएर चाहिँ तपाईहरुले हेर्न सक्नुहुनेछ। यहाँनिर चाहिँ तपाईहरुको डेली अर्डर बुक भन्ने अप्सन छ। यसमा गएर तपाईहरुको यहाँ देख्न सक्नुहुन्छ यो पहिलो अप्सनमा चाहिँ ओपन भन्ने चाहिँ यहाँ तपाईहरुले अर्डरमा राख्नु भयो तपाईहरुको शेयर बिक्री भएको छैन भने यहाँनिर देखाउँछ साँझ 3 बजेसम्म देखाउँछ त्यति बेलासम्म बिक्री भएन भने चाहिँ त्यो क्यान्सल हुन्छ। र अर्को कम्प्लिटेड भन्ने अप्सन छ। कम्प्लिटेड भन्नमा चाहिँ तपाईहरुको शेयर बिक्री भइसक्यो कम्प्लिट भइसक्यो अर्डर कम्प्लिट भइसकेको खण्डमा चाहिँ यहाँनिर देखाउँछ र यहाँनिर ग्रीन कलरमा चाहिँ कम्प्लिटेड भनेर लेखेको हुन्छ। देख्न सक्नुहुन्छ मैले भर्खरै बेचेको म्युचुअल फन्ड आइपिओ चाहिँ बिक्री भइसकेको छ। कम्प्लिटेड लेखिसकेको छ र कसको नाममा बिक्री भएको छ कसले बिक्री गरेको कति रुपैयाँमा बिक्री भएको छ कति युनिट कति किता कति बजे सबै कुरा चाहिँ यहाँ देखाएको हुन्छ। मैले 100 युनिट बेचेको थिएँ 100 युनिटको चाहिँ 8 रुपैयाँ 33 पैसाको दरले 833 रुपैयाँ भएको छ। यसरी मैले 1000 रुपैयाँ लगानी गरेर किनेको यो म्युचुअल फन्डलाई चाहिँ मैले करिब 177 रुपैयाँ लसमा चाहिँ करिब 833 रुपैयाँमा मात्र बेचेको छु। यसरी हेर्न सक्नुहुन्छ म्युचुअल फन्डमा हामीले नाफा कमाउने चान्स भने एकदमै कमै हुन्छ किनभने यो मैले किनेको झन्डै 2 वर्ष भइसक्यो अहिलेसम्म मैले कुनै पनि प्रकारको लाभांश पनि पाएको छैन। यसरी तपाईहरुले म्युचुअल फन्ड आइपिओ बेच्न त सक्नुभयो। अब यो पछाडी कसरी डब्ल्युसीसी क्याल्कुलेसन गर्ने कसरी शेयर ट्रान्सफर गर्ने र कसरी हाम्रो बैंक खातामा पैसा आउँछ त्यसको बारेमा केही समय पछाडी अपडेट हुन्छ। तपाईहरुको मोबाइलमा मेसेज पनि आउन सक्छ। यदि मोबाइलमा मेसेज आएन भने यहाँनिर हेर्न सक्नुहुनेछ यो कम्प्लिटेड भइसक्यो भने चाहिँ तपाईहरुले गएर मेरो शेयरदेखि गर्न सक्नुहुनेछ। मेरो शेयरदेखि गर्नको लागि चाहिँ केही समय वेट गर्नुपर्ने हुन्छ। हामीले यसै भिडियोमा सबै जोडेर देखाउनेछौँ त्यसकारण तपाईहरुले भिडियो अन्तिमसम्म हेर्नु होला शेयर बेचेर बैंक खातामा पैसा आउनेसम्म A to Z जानकारी पाउनको लागि। यसरी तपाईहरुले शेयर बेचेर टिएमएस एकाउन्टको काम सम्पूर्ण सिद्धियो भने अब तपाईहरुले मेरो शेयर लगइन गर्नुपर्ने हुन्छ। आफ्नो मेरो शेयर लगइन गरिसके पछाडी त्यहाँनिर तपाईहरुले डब्ल्युसीसी क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। होल्डिङ पिरियड क्याल्कुलेसन गरिसके पछाडी बल्ल तपाईहरुले शेयर ट्रान्सफर गर्न पाउनुहुनेछ। त्यसको लागि केही समय लाग्नेछ। मोबाइलमा मेसेज आइसक्यो या तपाईहरुले बेचेको कम्प्लिट भयो भने गर्दा हुन्छ। यहाँनिर आफ्नो मेरो शेयर लगइन गर्नुभयो भने यो 3 लाइन छ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुभयो भने सेकेन्ड लास्ट अप्सनमा माई पर्चेस सोर्स भन्ने छ यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर सर्च भन्ने अप्सन छ स्क्रिप्टको मुनि यो बक्समा क्लिक गर्नु होला। यहाँनिर तपाईहरुले जुन कम्पनी बेच्ने हो त्यसको चाहिँ नाम आउनेछ। यदि तपाईहरुले अगाडि डब्ल्युसीसी गर्नु भएको छैन भने मैले बेचेको म्युचुअल फन्डको चाहिँ मैले डब्ल्युसीसी गरिसकेको छु। जस्तै यहाँनिर अल स्क्रिप्टमा क्लिक गर्यो भने देखाउँछ एनआइबिएसएफ2 भन्ने सर्चमा क्लिक गर्यो भने यहाँनिर देखाउँछ मैले चाहिँ डब्ल्युसीसी क्याल्कुलेसन गरिसकेको छु। अब मैले चाहिँ डब्ल्युसीसी कसरी गर्ने तपाईहरुले म अर्को कम्पनीबाट सिकाउँछु। मसँग एउटा डब्ल्युसीसी क्याल्कुलेसन नगरेको एचआरएल भन्ने कम्पनी छ। यसमा सर्चमा क्लिक गर्नु होला। सर्चमा क्लिक गर्नुभयो भने यहाँनिर यो बक्स छ यो बक्समा क्लिक गर्नु होला प्रोसिड गर्नु होला। फेरि अर्को बक्स आउँछ फेरि प्रोसिड गर्नु होला। यसरी सम्पूर्ण काम सक्नुभयो भने चाहिँ तपाईहरुको डब्ल्युसीसी क्याल्कुलेसन हुनेछ। डब्ल्युसीसी क्याल्कुलेसन भइसक्यो भने केही समय पछाडी 1-2 घण्टा वेट गर्नु होला। वेट गरिसके पछाडी यहाँनिर माई होल्डिङ भन्ने अप्सनमा आउनेछ। माई होल्डिङ भन्ने अप्सन यस्तो खालको अप्सन आउनेछ। माई होल्डिङ अप्सनमा चाहिँ तपाईहरुले अब होल्डिङ पिरियड क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर यो बक्स छ यसमा क्लिक गर्नु होला र यहाँनिर हजुरको कुन कुन शेयर बेच्नु भएको छ कुन कुन म्युचुअल फन्ड बेच्नु भएको छ यो देखाउँछ। यहाँनिर मैले सिलेक्ट गरेँ। सिलेक्ट गरिसके पछाडी क्लिक गर्नु होला र सर्च भन्नेमा अप्सनमा क्लिक गर्नु होला। सर्च अप्सनमा क्लिक गर्नुभयो भने यहाँनिर यो बक्स छ यसमा क्लिक गर्नु होला प्रोसिड गर्नु होला। फेरि अर्को यस्तो बक्स आएको छ यसमा पनि क्लिक गर्नु होला र अपडेट गर्नु होला। तपाईहरुले होल्डिङ पिरियड क्याल्कुलेसन गर्ने बेला यानी डब्ल्युसीसी क्याल्कुलेसन गर्दा पनि सेम यही प्रोसेसले गर्न सक्नुहुनेछ। यो डब्ल्युसीसी को काम सकियो भने अब तपाईहरुले यहाँनिर क्लिक गर्नु होला र यहाँनिर लास्टमा छ माई इडिआइएस भन्ने छ यसमा क्लिक गर्नु होला।
यसमा क्लिक गर्नुभयो भने दोस्रो अप्सन छ सेयर ट्रान्सफर भन्ने, ट्रान्सफर सेयर भन्ने छ, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुभयो भने भ्यू डिटेल भन्ने अप्सन छ, यसमा फेरि क्लिक गर्नुहोला र फेरि अघि जस्तो यहाँनिर यो खाली बक्समा क्लिक गर्नुहोला, प्रोसिड गर्नुहोला। त्यस पछाडि अर्को आई एग्री भन्ने छ, यसमा पनि टिक लगाउनुहोला र कन्फर्म गर्नुहोला। यसरी यो सानो काम चाहिँ तपाईँहरूले गर्नुभयो भने यहाँ मेरो सक्सेस भइसकेको छ, मैले सेयर ट्रान्सफर गरिसकेको छु। अब फाइनली म्युचुअल फन्ड आइपिओ बेचेर पनि सिद्धिएको छ। अब भने हामीले बेचेको म्युचुअल फन्डको त्यो पैसा भने 3 देखि 5 दिनको बिचमा ब्रोकर अनुसार फरक समयमा तपाईँहरूको ब्याङ्क खातामा आउनेछ। यदि 3 देखि 5 दिनको बिचमा ब्याङ्क खातामा पैसा आएन भने आफ्नो ब्रोकर अफिस भिजिट गरेर वा ब्रोकरलाई कन्ट्याक्ट गरेर बुझ्नुहोला।